एकजना त्यो सानो बच्चा र छिर्छ होला त्यसको भित्र है त्यत्रो मुख बनाइदिएको छ त्यसको यहाँ चाहिँ नयाँ नयाँ सेटअपहरू गर्छ क्या फेरि पहिले चाहिँ हामी यहाँबाट जान्थ्यौँ होइन त्यो रोडबाट जान्थ्यौँ तर सधैँ हामी चाहिँ यो रोडबाट जान्छौँ तर आज चाहिँ हामी यहाँ माथिको पुलको रोडबाट आएको छौँ त्यो कुन ब्रान्डको थाहा होइन त्यो कोम्बट भन्छ यार कुन ब्रान्डको तर यस्तो दामी लाग्यो क्या मलाई यो कार होइन मान्छेहरू त कति धेरै मान्छे हो क्या खस्यो यता ठाडो गाह्रो यता हेर हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु द माई न्यू ब्लग सो आएको सबैजना सन्चै आउनुहुन्छ होला होइन सो म पनि हालसम्म चाहिँ एकदमै सन्चै छु भनौँ सो मैले चाहिँ लङ टाइमको चाहिँ फेरि भ्लग स्टार्ट गरेको छु होइन सो समथिङ एक हप्ता जति भएको थियो होला मैले भ्लग स्टार्ट गरेको सो अहिले चाहिँ हामी चाहिँ 12 घन्टा ड्युटी हानेर चाहिँ हामी रुमतर्फ लागिरहेको छौँ होइन सो आज चाहिँ मसँग साथमा एउटा हाम्रो रोल्पाकै साथी छन् होइन ल हाम्रो साथीलाई चाहिँ वेलकम छ पहिलोचोटि मेरो भ्लगमा सो पहिले चाहिँ हामी यहाँबाट जान्थ्यौँ होइन त्यो रोडबाट जान्थ्यौँ तर सधैँ हामी चाहिँ यो रोडबाट जान्छौँ तर आज चाहिँ हामी यहाँ माथिको पुलको रोडबाट आएको छौँ किनभने चाहिँ सामान पनि किन्नु छ मेरो यो जुत्ता हल्का पुरानो भइदियो होइन सो सुज पनि किन्नु छ मैले सो धेरै भयो सुज पनि नकिनेको होइन सो नेपालबाट ल्याएको सुज हो यो चाहिँ हल्का पुरानो भइसकेको छ सो हल्का मिल्यो भने चाहिँ स्पोर्ट खालीको चाहिँ हल्का खालीको सुज चाहिँ किन्नेछौँ होइन हामी सो अहिले चाहिँ हामी गएर सो हामी चाहिँ पभिलियनको बाटो गइरहेको छौँ मैले होइन तर आज चाहिँ त्यति भिड छैन रहेछ मान्छे पनि नत्र सधैँ भिडको कारण चाहिँ मलाई यो बाटो पनि त्यति हिँड्नु मन लाग्दैन होइन तलबाट गयो भने चाहिँ छिटो पनि गइन्छ रोड पनि पुरै खाली हुन्छ होइन सो त्यही भएर चाहिँ हामी तलबाट जान्थ्यौँ सो अहिले चाहिँ हामी माथिबाट आएको छौँ आज त रोड खाली छ र सोल्टी आज मान्छे छैन रहेछ त्यति सो अहिले चाहिँ देख्नु आज चाहिँ रोड पुरो मान्छे छैन कि नत्र सो आज चाहिँ त्यति मान्छे छैन रहेछ होइन नत्र यहाँ त्यो मान्छेको बिचबाट घुसेर हिँड्न जानुपर्छ होइन सो आज चाहिँ पुरै खाली छ त्यति मान्छे छैन आज चाहिँ धेरै जस्तो सन्डे र स्याटरडेको चाहिँ यहाँ मान्छेको बिचबाटै घुसेर जानुपर्छ त्यही भएर चाहिँ मन लाग्दैन मलाई यो बाटो भन्नु आज त खाली छ पुरै होइन के गयो खरायो कति ठुलो खरायो छ त आम्मामा कति ठुलो गरेको छ यार कान पनि कति ठुलो बनाइदिएको है एकजना त्यो सानो बच्चा र छिर्छ होला त्यसको भित्र है त्यत्रो मुख बनाइदिएको छ त्यसको यहाँ चाहिँ नयाँ नयाँ सेटअपहरू गर्छ क्या फेरि त्यही हो र त्यो कानै हेर न कति प्रकारको मान्छे छिर्छ होला आज त्यति भिड छैन रहेछ मान्छेहरू आज एकछिन म चाहिँ मलमा गइरहेको छु होइन मल चाहिँ यतापट्टि छ सो म पहिले पनि गएको थिएँ त्यसमा सो दुईवटा सामान चाहिँ ल्याएको थिएँ म पहिले पनि सो अहिले पनि म त्यही मलमा जान्छु सो मिल्यो भने चाहिँ हल्का खालीको सुज अनि उता हाफ टी सर्ट पनि लिनु छ मलाई होइन सो मिल्यो भने चाहिँ त्यही ल्याउँछौँ अनि हामी चाहिँ रुमतिर फर्किन्छौँ अनि आज चाहिँ साथमा चाहिँ मैले सोल्टीलाई पनि ल्याएको छु मैले यता कता हेर मैले बिर्सिसकेको थिएँ बरानौले मल यता थियो क्या हटायो र कुन मल हो बरानौले देखिँदैन त बरानौले त छ त सो हाम्रो चाहिँ अब यता रोड क्रस गर्नुपर्ने हुन्छ जाम गाडी वेट गरेर अब छिटो क्या भिआइपी गाडी छ यार हेर न यो मल फेरि यस्तो बिजी हुँदैन नि फेरि मान्छे यस्तो भिड हुँदैन नि त्यही झ्याउ लाग्दैन तर अलिकति राम्रो कविताहरू राम्रो सामानहरू मिल्छ त्यही भएर मात्र आएको नत्र मान्छेहरूको यस्तो भिड हुँदैन मैले आउनै मन लाग्दैन पारि हेर न पारि गाडीमा फोटो खिच्ने हो फोटो कुन ब्रान्डको हो यो दामी टायर हेर न
साइलेन्सरमा क्या दामी छ है त्यो डेन्जर गाडी पार्किङ गरेर रहेछ होइन त्यो मान्छेको फोटो पनि भिड लागेको छ फोटोकोलाई सो यहाँ चाहिँ दामी रहेछ कुन ब्रान्डको थाहा भएन त्यो कोम्बट भन्छ यार कुन ब्रान्डको यस्तो दामी लाग्यो मलाई यो कार होइन सोचाउँदा पनि हामीलाई ढिलो हुन्छ फेरि रुममा गएर खाना खानुपर्ने हुन्छ होइन यताउति क्याल्सीमा के भित्तामा टङ्गाएर कस्ता कस्ता कार राखेको छ क्याल्सीमा छ गएको अझै यसो हावा आयो यार कहिले आएको तिमी कहिले पनि आएको कोसँग आएको सो हामी चाहिँ फाइनली अहिले मलमा आइसक्यौँ होइन मार्केटको लागि सामानको लागि सो यस्तैमा होइन हाफमा भयो भने क्या मलाई सो हामी चाहिँ त्यति टाइम पास गर्दैनौँ यहाँ किनकि समय पनि छैन होइन रुममा गएर चाहिँ खाना बनाएर खानुपर्ने हुन्छ मैले फेरि सो मलाई चाहिँ अलिकति हाफ एउटा टी सर्ट अनि एउटा सुज चाहिएको थियो होइन त्यो मिल्यो भने चाहिँ त्यो लगेर हामी चाहिँ जानेछौँ सो हामीले चाहिँ कपडा चेक गरिसक्यौँ होइन सबै ठुला साइजको मात्र रहेछ सो अब हामी चाहिँ फर्किन्छौँ टाइटन देखाएको थियो तिमीलाई अब म देखाउँछु तिमीलाई टाइटन जाउँ न त सो हाम्रो सोली चाहिँ टाइटन देखाइरहेको छैन रहेछ सो म चाहिँ हाम्रो सोतीलाई टाइटन देखाउँछु होइन सो तपाईँहरूलाई पनि देखाउँछु म टाइटन भनेको त उ क्या त्यो काट्नु उसको राक्षस जस्तो क्या त्यो हुन्छ नि अनि त्यो हेर्ने कुरो भएन म देखाइदिन्छु तिमीलाई खतरा चाहिँ नि आँखा खतरा बोलाइ हुन्छ त्यसमा त्यो अब जस्तो लामोलाई सो सुज पनि खोजेको मैले होइन भने जस्तो सुज पनि पाइएन सो कपडा पनि सबै ठुला साइजको मात्र रहेछ हाफ टी सर्टहरू पनि सो हामी चाहिँ अब फर्किन्छौँ सोल्टीलाई चाहिँ टाइटन देखाएको छैन रहेछन् सो सोल्टीलाई चाहिँ टाइटन देखाउँछु म चाहिँ होइन अनि त्यसपछि हामी रुमतिर फर्किन्छु तल हो क्या लगभग तल जस्तो लाग्छ मलाई म पनि एकचोटि आएको थिएँ बिर्सिहालेँ यार होइन यार सोल्टी कता हो यार टाइटन यार तलै हो क्या छैन होइन तलै जस्तो लाग्छ मलाई म पनि 1 महिना पहिला आएको थिएँ सो म चाहिँ बिर्सिसकेँ यहाँनिर होइन मैले पनि तर लाग्छ मलाई तलै जस्तो लाग्छ मलाई ओके होइन हौ तल यार तर होइन जस्तो छ त्यहाँ त पोभिलियनको पो आयो त है यहीँ जस्तो लागिरहेको थियो मलाई म झन् हेरेको छैन बिर्से जस्तो छ यार म त मेरो भन्नु आएको होइन यार यहाँ त होइन फर्केँ न म पनि 1 महिना पहिले आएको यहाँनिर सब बिर्सिसकेँ मैले मलहरू पनि होइन रहेछ माथि नै हो सायद मैले त्यसमा एउटा फोटो पनि खिचेको थिएँ क्या मैले त्योसँग एउटा फोटो पनि खिचेको थिएँ मैले एउटा दाइसँग आएको थिएँ सो अहिले चाहिँ बिर्सेँ मैले मलेसियामा घुम्नलाई चाहिँ नाइट नै ठिक हुन्छ क्या होइन जति जे भने होइन नाइट त एक टेन्सन सोल्टी डेमा घुम्ने पनि कसरी घुम्नु पानी पर्छ घाम लाग्छ घाममा घुम्नु भएन सो मलेसियामा घुम्नु पऱ्यो भने चाहिँ नाइट नै एकदम बेस्ट हुन्छ नाइटमा घुम्नु नाइट पनि बेस्ट हुन्छ क्या उज्यालो पनि दामी देखिन्छ सो अहिले यिनी मार्केटहरू चाहिँ अहिले राखेर अरे बेलुकाको लागि मात्रै हो सादा मात्र राख्दो रहेछ के को दुसो अनि थ्याङ्क यू मान्छेको भिडियोहरू त पारि सब एकछिनमा अब यहाँ रोड खोल्नुपर्छ होइन सिग्नल खोल्नुपर्छ मान्छेको भित्र पाल देखिन्छ यहाँनिर
यहाँनिर अब एकछिनमा रोड खोल्नुपर्छ होइन मान्छेको भिड चाहिँ हामी यस्तो बबाल देखिन्छ सो सब अहिले चाहिँ रोड सिग्नल बन्द भएर चाहिँ सब यताउता मान्छे जम्मा भएर कति भिड जाऊँ हामी त्यता कति धेरै मान्छे हो क्या सुल्टी सुल्टी अजिङ्गर हेर न मलाई साफ देखाउँछ अजिङ्गर हेर न तल देखाउ कि तल देखाउँदैन त्यसले पैसा माग्छ फोटो खिच्छौ भयो त खिच्दैन कति भन्छ एउटा फोटोलाई अजिङ्गरको बच्चा रहेछ सानो Sorry bro, no video, no photo, sorry. Yo foto, kak. iPhone mo lang. Which one? The big one. Mirul. Sorry, no video. हेर देखाउँछ भिडियो देखाउनु सो मैले चाहिँ पहिलोचोटि होइन अजिङ्गर घाँटीमा हाल्दै चाहिँ यस्तो डर लागेर होइन मस्त फोकस गरेर देखाउँ Foto ini. Gambar foto saya foto. Ipai teko je Ipai. Sorry sir, no foto video. Nampak orang gambar. Apa-apa kita settle dulu. Video देख्छ Wah, phải cho lại yo, foto phải cho lại, nhỏ có lại. Phải cho lại. Foto. Wow, foto nice, foto kak, foto. Foto. Foto stick. Have you ever small one also? Baby stick. जिब्रो निकाल्छ त यार खस्यो मा Bro, sorry bro. Video adik. Adik boleh gambar bersama pula lah. Foto ini. Dan merah atas gambar sikit dan merah ekornya kata lagi kata bagi dia धेरै दिनको रहेछ parah caranya belakang maju bila लास्टै भारी छ कि आउने यता ठारो हेर ठारो यता हेर क्या बच्चा लामो छोडेर खर्ब राख्नु भएको छ गाडीमा है डर लागिसक्यो मलाई यार मैले चाहिँ अहिलेसम्म होइन लाइफमा मैले चाहिँ सर्प नछोएको मान्छे होइन त्यो आज चाहिँ घाँटीमा हालेको यस्तो डर लागेन मलाई होइन तर त्यस्तो खास केही हुँदैन रहेछ होइन सो
जे होस् एउटा डर भन्ने चाहिँ मेरो मनबाट चाहिँ सरेको लागि हट्यो होइन। सो मैले चाहिँ अहिलेसम्म लाइफमा सर्पलाई चाहिँ नजिकबाट टचमा पनि नगरेको, आज चाहिँ हल्का घाँटीमा हालेँ मैले होइन। सो एकदमै डर त लागेको थियो सुरुमा, तर त्यस्तो खासै के हुँदैन रहेछ। तिमीलाई डर लागेन? लाग्यो नि मलाई त क्यामेरा गरेको डर लागेर म त भागेँ। जिब्रो निकाल्छ जिब्रो त्यो घाँटीमा हालेर जिब्री पार्दो रहेछ यस्तो मुनि आएर जिब्रो निकाल्छ नि डर लाग्ने परेको। सोल्टी पानी ल जाऊ है ल फेरि भोलिसँगै आउँला फेरि। सो फाइनली म चाहिँ अहिले होस्टेलमा आइसकेँ होइन। हाम्रो साथीको होस्टेल चाहिँ अलिक अफिसै छ, फरक छ। सो अब चाहिँ गरममा चाहिँ खाना बनाएर खानुपर्ने हुन्छ होइन, त्यति त्यहाँ मनी छैन। सो त्यही हो, मैले चाहिँ खासमा सुज र अनि हाफ टी सर्टको लागि चाहिँ म गएको थिएँ त्यहाँ मलमा होइन, तर छैन रहेछ भने जस्तो साइजको अनि राम्रो छैन रहेछ। सो नेक्स्ट टाइम चाहिँ म किन्नु पर्ला। सो अहिले चाहिँ म होस्टेलमा आइसकेँ फाइनली। केटाहरूमा पनि मभन्दा धेरै पहिले आइसक्यो। गर्मी भन्ने कति गर्मी भएको अच्छा। होइन सो सबैभन्दा पहिले चाहिँ मलाई हात धुनुपर्ने हुन्छ त्यही अजिङ्गर छोको होइन। कस्तो कस्तो लागिरहेको थियो मलाई चाहिँ। सो गाइस त्यही हो होइन, अब खाना बनाएर खानुपर्ने पनि हुन्छ। सो बिहान फेरि ड्युटी जानुपर्छ होइन। सो ढिलो भइसक्यो। सो वाचिङ दिस भिडियो। सो आजमा मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु भएको छैन, प्लिज च्यानल चाहिँ सब्सक्राइब गर्नु होला होइन। सो आजको भ्लग चाहिँ यति नै, फेरि अर्को भ्लगमा मिल्नेछु।